भाइ र म आज घुमेर आएको। धेरै गाह्रो। ऐसेले चाहिँ पाकेको छैन। ल हेर्नुहोस्, लाली गुराँस देख्न सक्नुहुन्छ है पछाडि। लाली गुराँस लाली गुराँस टन्न फुलेको छ। ल अब हामी चाहिँ लाग्छौँ, यात्रा जारी छ। हालेलुया हालेलुया। भाइ टिपेको ठुलै हो कि या उता टिपेर खानुपर्छ एउटा। लाली गुराँस फुल फुलेको। यहाँ पनि फुलेकै अवस्था हो लाली गुराँस। सबै फुल चाहिँ देखाउने नै हो। हेर्नुहोस्, आउनु है। अलिक नजिकमा भिडियो भयो भने यहाँ बस्नु। यहाँ आउने हो भाइ, अलिक बस्नु एकचोटि। हामी दुईजनाको फोटो आउनु पर्यो। कता यता यता हेर्नु नि। भयो नि त। ल कस्तो ह्यान्डसम है। ल ओके, हामी जान्छौँ फेरि पनि। फेरि आउनु पाउँदैन नि त भाइ। त्यही भएर 5 वर्षको बादमा आएको अनि म पनि त्यही भएर आएको बेला चाहिँ यसो चढिहालौँ न त हिमाल भनेर। हिमाल त अब हिउँ चाहिँ झरेको छैन, सिजन अफ सिजन नै भइगयो। देख्नु होला कटुसको रुखहरू। भाइ यो राखिदिनु ब्यागमा। यो लगेर चट्ट खानुपर्छ यङबेन। सुँगुरको मासुसँग चट्ट मिलाएर। ओके, धन्यवाद है। म लाली गुराँस त देखाउन छोड्दिनँ नि फेरि पनि। यता हेर्नुहोस्, लाली गुराँस लाली गुराँस। अगाडि हेर्नु भने लाली गुराँस, यता पछाडि हेर्नु लाली गुराँस, यता भाइ। ल जाऊँ। यो सर्टकट बाटो ढुङ्गा छापेको नजाने, यो बाटो जाने। चौरी हो कि गाई हो? गाईहरू रहेछ। छ कि क्या हो यता? माल टिप्नु पर्छ है क्या? झ्याउहरू टिप्ने यङबेन, अलि तल टिप्ने। यहाँ किन घुसेको अवस्था? बर्खामा भएको भए हिउँ अरे जुकाले हिँड्नु नसक्ने। पाइप यता लगेर चाहिँ भाइ यही मुनि लगेको तल पाठीतिर। गाई पो रहेछ, चौरी चाहिँ होइन रहेछ नि त। गाईहरू देख्न सक्नुहुन्छ यता। त्यहीबाट चाहिँ म यो ढुङ्गा छापेको बाटै छ मलाई।
लाली गुराँस चाहिँ फुलेको टन्नै रहेछ जोस् नपत्या हेर्न सक्नुहुन्छ नि त लाली गुराँस हो ल नि होइन यो लाली गुराँस तिर फुलेछ है फुलेछ ल लाली गुराँस अब जाउँ क्या मजाले फुलेको कस्तो भयो भाइ हाम्रो टुर यात्रा ठिक छ रमाइलो भयो कि नै हजुर रमाइलो भयो तपाईँको आवाजै आएन नि रमाइलो भयो ल रमाइलो भयो नि अब यत्रो कहिले नआएको ठाउँमा आइपुग्यो त म त अब जन्मेर यत्रो भयो आएको थिइनँ फर्स्ट टाइम आउँदैछु यो ठाउँमा अब टन्ना हिउँ परेर सेतै हुन्थ्यो कता आउनु झारले कक्रिएको थियो अब अहिले त पुरा आउनु लाग्छ नि त लाली गुराँस टाउकोमा फुलिरहेछ यतातिर नि त्यो माथिको टुप्पा देख्ने डाँडामा है हामी चाहिँ पुगेर आएको कम्ती डाँडा छैन त भैँसीहरू पनि रहेछ यहाँ यता पार्टीहरू देख्न सक्नुहुन्छ यहाँ पार्टीहरू पनि छ बस्नलाई यसो यात्रुहरूलाई यसो बस्नको लागि पानी पर्दा केही बनाएर खानलाई छ अब यो पारीको पाटा देख्नुभयो यता चाहिँ फेरि लिङ्गटेप पर्छ लगभग लिङ्गटेप नै हो तिर्खा लागेको जस्तो भयो भाइ जुस सकिहाल्यो हाम्रो जुस हेरे शेरपेनी बजुले बनाएको रहेछ यो फलाइ चाहिँ बजुको नाममा त्यही माथिको डाँडामा पुगेर आएको हामी बहुत रमाइलो भयो खुसी भयो गयौँ प्रार्थना गऱ्यौँ आयौँ बाइबल पढ्यौँ प्रार्थना गऱ्यौँ प्रभुलाई त्यहाँ गएर पनि धन्यवाद दिएर आयौँ हालेलुया एकछिन बस्ने होला हौ यहाँ फलैचामा एकछिन बसौँ भाइ बसौँ भाइ बसौँ ल यसले म इन गर्दै